नमस्ते, मैं पप्पू कुमार सिंह और मैं प्राचीन हर्ब्स हेल्थ केयर आयुर्वेदिक चिकित्सा हर एक लोगों को मैं दे रहा हूँ। जो पेशेंट ट्रस्ट करके अपना कोर्स कंप्लीट कर रहे हैं वो सभी लोगों को बीमारी जड़ से ख़त्म हो रहे हैं। ये आंटी आज मैं इनका इंटरव्यू लेने वाला हूँ, तो आप लोग इस वीडियो में पूरा अंत तक बने रहिएगा। आप लोग को बीमारी कैसे सक्सेस होते हैं इनके मुख से आप लोग को जानने को सुनने को मिलेगा। तो प्लीज़ आप लोग इस वीडियो में बने रहिए। आंटी तपाईँको नाम भन्नु? हिमा छेत्री। हिमा छेत्री भन्नु। उमर कति छ? उमेर 58 वर्ष। 58 इयर्स। तपाईँको मूल निवासी? शनिसरे झापा। कंट्री? नेपाल। ओके। तो आंटी तपाईँको भन्नुस् त तपाईँको जिउमा के समस्या थिए? मलाई पेट दुख्ने, ढाड दुख्ने, अनि खुट्टा दुख्ने, हात दुख्ने, पुरै बडी चलाउने। अहिले अब सबै ठीक हुँदैछ। तो तपाईँको मतलब खुट्टा उता दुख्ने न? खुट्टामा कस्तो हुन्छ समस्या तपाईँको? खुट्टा दुख्दाखेरि मलाई यो तल पैताला टेक्दाखेरि चाहिँ काँडाले घुच्चे जस्तो चरचर गरेर च्यापिए जस्तो भएर अब अहिले। तपाईँको अरू हार्टको पनि समस्या थिए? हार्टमा के समस्या थियो भन्नु त? हिँड्दाखेरि यस्तो छाती दुख्ने अनि मुटु ढुक गर्ने, डर लाग्ने। अरू ग्यासको पनि समस्या थिए? ग्यासमा के हुन्छ तपाईँको? अनि पेट पुरा फुल्ने अनि दुख्ने अनि त्यहाँदेखि कस्तो खालको त्यस्तै कस्तो वाक्का हुने न? तपाईँको पुरा शरीर कमजोरी थिए? शरीर कमजोरी, उभिँदाखेरि थरथर काम थियो, जिउ मोटो, एकदमै मोटो थियो थाइराइडले गर्दाखेरि। तपाईँको आन्टी ए बिमारी कति सालदेखि भएको थियो भन्नु त? 5 वर्ष अगाडिदेखि भएको थियो। तपाईँको 5 साल अगाडिदेखि भएको थिए। तपाईँको 5 सालमा अहिले चिकित्सा कहाँ लिए थे भन्नु त? मैले धरान गोपा क्याम्प, बिकामोड मनमन हस्पिटल, अनि त्यहाँदेखि शनिसरे हस्पिटल, यो 3 ठाउँ गरेँ। जाति भएन मलाई। मतलब तपाईँको बहुत जगह हस्पिटल देखायो, जाति भएको थिएन। कति सालदेखि बिमारी थियो के? मैले 5 सालदेखि। तो ठीक छ, मतलब पैसा भी बहुत गयो न? जाति भएको थिएन। अहिले पहिला कति गयो भन्नु त पैसा त? 70 देखि 80 सम्म धरानमा, 10 देखि 11 सम्म बिकामोड, अनि 10 जति शनिसरे हस्पिटल। ओके, मतलब लाख रुपियाँ जग्गा खर्च भयो न? त्यही जाति भएको थिएन, भयो न? तो अहिले तपाईँको यहाँ प्राचीन हर्ब्स हेल्थ केयर चिकित्सा लेके थिएन आन्टी? तो कति महिना कोर्स भयो प्राचीन हर्ब्स चिकित्सा? 3 महिना प्राचीन हर्ब्स हेल्थ केयर चिकित्सा गरेको थिएन? तो 3 महिनामा अहिले तपाईँ के जाति भएको भन्नु त? मलाई सबै थोक ठिकै भएको छ। के मजा से भन्नु के जाति भयो? खुट्टा दुख्न, हात दुख्न, हात चलाउन ओर्न, जिउ चल्न, त्यो हिँड्दाखेरि दुख्थ्यो, छाती दुख्थ्यो, स्यास्या हुन्थ्यो, त्यो हुन। अच्छा, सबै ठीक भयो। मतलब तपाईँको अहिले बिस्तारै से भन्नु आन्टी, एकदम सिस्टम से भन्नु। ग्यास्ट्रिक जाति भयो अहिले? ग्यास्ट्रिक केही समस्या छैन अहिले? अरू तपाईँको खुट्टा दुख्ने सबै जाति भयो? खुट्टामा के समस्या थियो पहिला तपाईँ? पल्टी कसेर बस्न नसक्ने, अनि त्यहाँदेखि बसेर उठ्न नसक्नु। अच्छा, खुट्टा टेक्दाखेरि एकदम चरचर गरेर दुख्थ्यो, त्यो पनि जाति भयो। पुरा अहिले जाति भयो आन्टी? के अहिले केही समस्या छैन? अहिले म भुइँमा बसेर जुरुका उठ्छु। अच्छा, अहिले सबै ठिकै भयो। हार्टको पनि ठिकै भयो न? खुट्टाको ठिकै भयो, ग्यास्ट्रिक भी ठिकै भयो न आन्टी? लेट्रिन बाथरुम, थाइरोइड भी ठिकै भयो? अहिले केही समस्या छैन? अहिले तपाईँको कति महिना कोर्स गर्यो आन्टी? मैले 3 महिना पुरा नियमसँग खायो न? नियमसँग दबाई खाएँ, एक्सर्साइज बिहान बेलुका गरेँ टाइम, अनि नखानु भनेको कुरो खाइन, जुन खानु भनेको थियो त्यो नियमसँग खाएँ, टाइममा खाएँ, खाना औषधि सबै टाइममा भएकोले गर्दा मलाई। तपाईँको प्राचीन हर्ब्स हेल्थ केयर चिकित्सा गर्दा कति दिनमा तपाईँको माने रिजल्ट आयो? मलाई 3 दिन चाहिँ एकदमै गाह्रो हो। 3 दिनदेखि लिएर 4 दिनसम्म टाउको उठाउन नसक्ने गरेर दुख्यो। अहिले त्यो टाउको दुख्ने समस्या पनि छैन, दुखेको छैन।
4 दिनदेखि 5 दिनसम्म दबाई खाएपछि त्यहाँदेखि दुख्न छोड्यो मलाई अहिलेसम्म चाहिँ दुखिया थियो ना ठिकै छ तपाईको ने दवा के रिजल्ट कति दिन में आइपुग्यो तपाईको दवा का रिजल्ट 15 दिन लाग्यो न 15 दिन में टक्कै रिजल्ट आइपुग्यो न त्यहाँदेखि यता चाहिँ मलाई सजिलो भयो उठ्न बस्न हिँड्न सबै सजिलो भयो माने अहिले त सबै केस ठिकै भयो आज त चेक भी भयो आज कति डेट छ 18/3/2025 ना अच्छा आन्टी तपाईको और मान्छेले के भन्नु सुझाव दिनु चाहन्छ प्राचीन अफ हेल्थ कोर्स चिकित्सकले के भन्नु चाहन्छ भन्नु त अरूलाई म अब देखे सुने जति त्यहाँ जाउँ दबाई खाऊ राम्रो हुन्छ ठीक हुन्छ मलाई चाहिँ भयो जाउँ भनेर भनिसके सुने जानेकोलाई सम्झाउँछु माने एक खेप ट्राई गर्नु न लो आंटी तपाईको मैं दिल से धन्यवाद दिन चाहन्छु तपाईको के मान्छे इलाज गरेको नाम छ तपाईको कुन मान्छे इलाज गरेको पप्पू सिंह भैया अच्छा ठीक छ आंटी काले तपाईको कहाँ इलाज गरेको छ अहिले कुन जग्गामा भन्नु त कोलाबारी मोडमा ना ठीक छ ल आंटी तपाईको दिल से धन्यवाद देना चाहूँ और ठीक है नमस्ते मैं पप्पू कुमार सिंह आज इनका टोटली कोर्स खत्म हो गया तो इसलिए मैं इनका इंटरव्यू लिया आप लोग प्लीज़ इस वीडियो को शेयर कर दीजिएगा ताकि आयुर्वेदिक चिकित्सा हर एक लोगों को पता चलना चाहिए कि आयुर्वेदिक चिकित्सा कैसे ठीक होते हैं इन्होंने बहुत चिकित्सा किया ठीक नहीं हुआ 5 साल की बीमारी थे अभी अच्छा हो गया तो आप लोग प्लीज़ इस वीडियो को शेयर कर दीजिए मैं चाहता हूँ कि हर एक इंसान को आयुर्वेद के बारे में पता चले सो थैंक यू आंटी